पर्साको वीरगञ्जमा मंगलबार गवाह माईको भव्य रथयात्रा निकालिएको छ। गवाह माईको नवनिर्मित मन्दिरको 11औं वर्ष पूरा भएको अवसरमा रथयात्रा निकालिएको छ। रथयात्रामा हजारौं भक्तजन तथा सर्वसाधारण सहभागिता भएका थिए। रथयात्रा माई स्थान चौक, घण्टा घर, रेलवे रोड हुँदै छपकैया, बिर्ता, अल्खिया मठ, आदर्श नगर चौक, महावीर स्थान, माई स्थान चौक हुँदै पुनः मन्दिर प्राङ्गणमै पुगेर समापन भएको हो। रथयात्रामा पर्सा, बारा, रौतहट, सीमावर्ती भारत विभिन्न स्थानबाट आएका भक्तजन तथा दर्शनार्थीहरूको सहभागिता रहेको थियो। रथयात्रामा हिन्दू धर्म र सांस्कृतिक झल्किने झाँकी पनि प्रदर्शन गरिएको थियो। झाँकी र पञ्चे बाजासहित निकालिएको रथयात्रामा हजारौंको संख्यामा सहभागी भक्तजनले जय माता दी लेखिएको झण्डा बोकेका थिए। रथयात्रामा सहभागी भक्तजनका लागि विभिन्न सङ्घ संस्थाले नगरका ठाउँ ठाउँमा चिसो पानी, शरबत, लस्सी र जुस निशुल्क वितरण गरेका थिए। मंगलबार नै साँझ मन्दिर परिसरमा भजन कीर्तन आयोजना गरिने गवाह माई रथयात्रा समिति अध्यक्ष श्याम पोखरेलले बताए। बुधबार बिहान गवाह माईलाई 56 प्रकारको भोग चढाइने र त्यसपछि भक्तजन तथा दर्शनार्थीका लागि भण्डारा सञ्चालन गरी महाप्रसाद वितरण गरिने समितिका सदस्य मुन्ना सराफले जानकारी दिए। गवाह माईको रथ निर्माण करिब 400 घन मिटर काठ प्रयोग भएको छ। रथ निर्माणको लागतै करिब 20 लाख रुपियाँ रहेको उनले बताए। भारत र नेपालका गरी 10 भन्दा बढी कारिगरले रथ निर्माण गरेका हुन्। रथलाई गवाह माई मन्दिरको अङ्गीकृतसँग मिल्दोजुल्दो गरी बनाइएको थियो।